वर्ष पुरानो इतिहासको के पनि भनेर अहिले आएर यो जीर्ण अवस्थामा धेरै वर्ष पुरानो पर्दछ। यो चाहिँ अहिले धेरै भाँचिएर झरेको छ। यो पँधेरोमा चाहिँ किराँतकालदेखि अहिलेसम्म यो पँधेरोको पानी उपभोग गर्दै आइरहेको छ। यो चाहिँ पँधेरोबाट लगभग 70-80 दूरी लाभान्वित छ। यो पँधेरोमा रहेको यो रुख चाहिँ मालगेडी भनिन्छ। यसलाई चाहिँ सूर्य चन्दन पनि भन्ने गर्दा रहेछ। यो पँधेरोबाट वरिपरिका खेतहरूमा सिँचाइ लाने गर्दछ। यो पँधेरोबाट कम्तीमा पनि 50 रोपनी जति खेतहरू अथवा बोट बिरुवालाई पानी सिंचित गरिन्छ।